खास गरी यहाँलाई धन्यवाद पनि। दैनिक नेपालगञ्ज, हामी चाहिँ नेपालगञ्जको अर्को परिचय भन्छौँ यो हाम्रो न्युज पेपरलाई, यसको चाहिँ डिजिटल प्लेटफर्मलाई। यहाँले आफ्नो 7औं महाधिवेशन, मुस्लिम इतिहाद सङ्गठनको आफ्नो 7औं महाधिवेशन नेपालगञ्जमा गरिरहँदा के यस्ता एजेन्डाहरू छन् जसले यो 7औं महाधिवेशनलाई, नेपालगञ्ज महाधिवेशनलाई ऐतिहासिक बनाउँदैछ? धन्यवाद तपाईँले अङ्ग्रेजी। यो नेपालगञ्जमा सबभन्दा पहिला त हामी 6औं महाधिवेशनमा पनि पुरै तयारीको साथ लागेको थियौँ कि नेपालगञ्जमा हामी महाधिवेशन गरौँ। केही कारणले हाम्रो चाहिँ खास गरी सदस्य अध्यक्षको टाइमिङको कारणले लास्ट मोमेन्टमा हामी चाहिँ चेन्ज गर्नेको त्यो टाइममा चेन्ज गरेर हामी चाहिँ काठमाडौँमा गरियो। हालाकि व्यवस्थित स्तरीय गर्नुपर्ने थियो, त्यो चाहिँ त्यसमा जल्दबाजीको कारणले भएन। नेपालगञ्ज यो पहिलो पटक चाहिँ हाम्रो 7औं महाधिवेशन चाहिँ राष्ट्रिय महाधिवेशन यो पहिलो पटक चाहिँ वैली र वीरगञ्ज बाहेक चाहिँ ठाउँमा भइरहेको छ। सबभन्दा ऐतिहासिक त त्यो हो। फेरि नेपालगञ्जको जुन पहिला हाम्रो कम्युनिटी बेसको जुन इतिहास छ त्यसले पनि एउटा फोकस गर्ने चाहिँ हाम्रो पहिलेदेखि चाहिँ यसमा हामी काम गरेकै हो। खास गरी हाम्रो यहाँको हारुनजी लगायत जो हाम्रो चाहिँ टिम, जुन साथीहरूको टिम थियो, त्यो टिमले पहिलेदेखि एउटा प्लानिङ गरिरहेको थियौँ। हामी चाहिँ नेपालगञ्ज गर्दाखेरि के एउटा चाहिँ हामी के सोच बनाएको थियौँ, नेपालगञ्जमा अधिवेशन हुँदाखेरि यसको इम्प्याक्ट देशभरिको कम्युनिटीमा पर्छ त यो चाहिँ। किनकि जुन एउटा जागरुकताको हिसाबले जुन कम्युनिटी बेसमा यहाँ राजनीतिक चेतना जुन छ त्यो चेतनाको मुस्लिम कम्युनिटीको सबैमा फाइदा पुग्ने हो। त्यो सबभन्दा ठुलो चाहिँ हामी नेपाललाई फोकस गर्ने, नेपालगञ्जलाई फोकस गर्ने त्यो हाम्रो त्यो एजेन्डा थियो। त्यो साथीहरूले त्यहाँ पनि छलफल भयो। छलफलमा अरू साथीले पनि कोशी प्रदेशमा या फेरि वीरगञ्ज साइडमा या कपिलवस्तुको साइडमा गर्ने चाहिँ कुरा भएको थियो। होइन, हाम्रो चाहिँ नेपालगञ्जमै गर्ने पर्ने हो। नेपालगञ्जको साथीहरूले जुन मेहनत गर्ने चाहिँ जो सोच बनाउनु जो 6औं महाधिवेशनको लागि चाहिँ त्यसलाई यो फेरि 7औं महाधिवेशनमा उहाँलाई मौका दिनुपर्छ। सबै साथीहरूले कन्भिन्स गरेर 7औं महाधिवेशन हामी चाहिँ नेपालगञ्जमा गर्दैछौँ। चाहिँ यसमा मैले एजेन्डाको दृष्टिले यहाँको जान्न चाहेको चाहिँ एजेन्डाको दृष्टिले चाहिँ कसरी ऐतिहासिक होला? एजेन्डाको हिसाबले मुस्लिम कम्युनिटी अहिलेको इन्डेक्समा हाम्रो नेपालको तथ्याङ्कमा सबभन्दा तल चाहिँ तथ्याङ्क यसको छ प्रत्येक क्षेत्रमा, चाहे वो सामाजिक होस्, राजनीतिक होस् या हाम्रो आर्थिक होस्, शैक्षिक, सबै ठाउँमा हामी चाहिँ पछाडि छौँ। हाम्रो सरकारको चाहिँ जो तथ्याङ्क छ त्यसमा बोलिरहेको छ। अब त्यसको उत्थानको लागि त सरकारले रियलमा जिम्मेवारी लिनुपर्ने हो। त्यो सबभन्दा राम्रो यो सबै चिजको लागि फोकस गर्नुको लागि नेपालगञ्ज उपयुक्त देखिएको छ। किनकि यहाँको जुन चेतना छ, राजनीतिक चेतना जो साथीहरूको बिचमा हाम्रो कम्युनिटी बेसको जुन चेतना छ त्यो अरू प्रदेशको भन्दा पनि अरू सहरभन्दा चाहिँ नेपालगञ्जको बाँकेको हामी चाहिँ बढी देखियो। हामी चाहिँ किनकि म देशको प्रत्येक ठाउँमा जिल्ला अधिवेशन हुँदाखेरि, प्रदेशको अधिवेशन हुँदाखेरि म गएको हुँ। लेकिन नेपालगञ्जको जुन हामी चेतना देख्यौँ, मुस्लिम कम्युनिटीको जुन चेतना देख्यौँ हामी चाहिँ राजनीतिक प्रति उहाँको राम्रो देखेको कारणले यो एजेन्डा चाहिँ हामी फोकस गर्दाखेरि हाम्रो आफ्नो एजेन्डा चाहिँ फोकस मुस्लिम कम्युनिटीको जति एजेन्डाहरू छन् त्यो फोकस गर्दा चाहिँ देशभरिमा यसको असर पर्छ, सरकारमाथि पनि असर पर्छ। त्यो कारणले हामीले नेपालगञ्जमा हामी चाहिँ चुज गरेका छौँ। जस्तो अब यहाँ त अब संसदमा पनि रहनुभयो, आफ्ना एजेन्डाहरू बारम्बार राख्दै आउनु भएको छ। मुस्लिम कम्युनिटीले अघि सारेका एजेन्डाहरू यो माटो सुहाउँदो भएन, भूगोल सुहाउँदो भएन, या राज्यले यसलाई प्राथमिकतामा राख्ने के कति कारणले हो? यहाँहरू एजेन्डा भन्दै जाने तर त्यो चाहिँ एजेन्डाको थानको मात्रै लाग्ने, त्यसमा समस्या के हो? गएर सर यसमा सबभन्दा त के छ त चाहिँ सरकारले रियलमा कुनै देशमा जो सबभन्दा समुदाय पछाडि परेको हुन्छ त्यसको उत्थानको लागि, त्यसको चाहिँ राम्रै चाहिँ व्यवस्थापनको लागि सरकारको जिम्मेवारी हुन्छ। त कुनै ठाउँमा, देशको कुनै ठाउँमा, संसारको कुनै ठाउँमा त्यस्तो हुन्छ। रियलमा जति हुनुपर्ने छ त्यसमा चाहिँ अहिले कहीँ न कहीँ कमजोरी देखिएको। त्यो कमजोरीको पाटो एउटा चाहिँ म संसदीय उसमा भएको कारणले म के देखेको छु भने 9 वर्ष भइसक्यो हाम्रो चाहिँ संविधान बनेको छ। संविधान त बनिसकेछ, त्यसमा हामी अधिकारको कुरामा हामी मुस्लिम कम्युनिटी सन्तुष्ट छौँ। हामी चाहिँ अधिकारको जुन हिसाबले आएको छ त अब यो विधेयक बनाएर, यो कानुन बनाएर, ऐनहरू बनाएर यसले इम्प्लिमेन्ट गर्ने जुन एउटा पाटो छ त्यो पाटो चाहिँ अलि कमजोर देखिएको छ।
अहिले संसदमा हाम्रो ज्वलन्त म कुरा गरौँ दुईवटा हाम्रो यही बजेट सत्रमा हामी चाहिँ आउने विधेयक छ हाम्रो चाहिँ शिक्षा विधेयक एउटा आउँदैछ हाम्रो चाहिँ यसले चर्चाको विषय पनि छ हाम्रो चाहिँ त्यसपछि चाहिँ निजामतीको पनि आउँदैछ यो दुईवटा चाहिँ मुस्लिम कम्युनिटीलाई बढी छुने काम गरेको छ यो चाहिँ यो एजेन्डाले त्यो एजेन्डामा हाम्रो जति मदरसाहरू छन् जो कि मदरसालाई हामी स्कुलै भन्छौँ स्कुल छ हाम्रो चाहिँ त्यसमा अरबिक पढाइ पनि हुने हो मदरसाको मिनिङै चाहिँ हो स्कुल हो त्योलाई व्यवस्थित गर्ने र राज्य सङ्घ एकदम उसको आफ्नो अङ्ग बनाएर लिएर जानुपर्ने हो किनकि अहिले विडम्बना के देखिएछ हाम्रो मदरसाको विद्यार्थीहरू पढिसकेपछि त्यसको मान्यता छैन अहिले चाहिँ त्यसको इक्विभ्यालेन्ट चाहिँ अहिलेसम्म पनि सरकारको व्यवस्थापनमा छैन अहिले चाहिँ त्यो शिक्षा ऐन आइसकेपछि मलाई जस्तो लाग्छ नि त हाम्रो चाहिँ खास गरी स्पेसली हाम्रो सद्य प्रधानमन्त्रीज्यूले जुन एउटा सुशासनको एउटा कुरा चाहिँ दिने र सबैले जो पिछडिएको साथीहरूको समुदायको पनि उत्थानको लागि जुन एउटा एजेन्डा छ चाहिँ सुखी नेपाली समृद्धि नेपालको कुरो जुन छ त्यसमा हामी कहीँ न कहीँ जो है यो टेवा पुग्छ हाम्रो चाहिँ शिक्षा विधेयक पनि लागू गर्दाखेरि जो मुस्लिम कम्युनिटीको धेरै कुराहरू जो आइहाल्छन् मदरसाहरूले व्यवस्थित गर्न चाहिँ त्यसमा व्यवस्थापन हुने हामी पनि प्रयास गर्दैछौँ हामी चाहिँ त्यहाँको साथीहरू पनि प्रयास गर्दै हुनुहुन्छ किनकि तराईको साथीहरूले जहाँ सांसदहरू त्यहाँ समितिमा हुनुहुन्छ उहाँ त्यो मुस्लिम कम्युनिटीसँग राम्रो तरिकाबाट जो है उहाँको आपसमा चाहिँ तालमेल छ चाहिँ त्यहाँ एरियामा त्यहाँको मदरसाहरू पनि देखिरहनु भएको छ उहाँले चाहिँ मेन स्ट्रिममा लाउने चाहिँ हाम्रो माग त्यही छ कि मेन स्ट्रिममा लाउनु पर्ने मदरसालाई त्यस्तै छोड्ने होइन मदरसालाई मेन स्ट्रिममा सरकारको निगरानीमा हुनुपर्ने यो सरकारको व्यवस्थापनमा हुँदाखेरि के हुन्छ नानाथरीको जुन एउटा नेगेटिभ कुरा आइरहेछन् त्यो पनि जो समाप्त भएर जान्छन् चाहिँ किनकि सरकारको निगाहमा हुन्छ सरकारले जो है आफै चाहिँ म्यानेज गरेको हुन्छ सबै चिज त्यो कारणले राम्रो हुन्छ व्यवस्थापन यो कुरामा जुन परम्परागत धार्मिक वर्ग छ नि तपाईँभित्र इस्लामिक धर्म मान्ने परम्परागत जो चाहिँ यो विशुद्ध धार्मिक शिक्षा हो यसलाई चाहिँ मूल दुनियादारीसँग जोड्दाखेरि चाहिँ त्यो राम्रो हुन्न भन्ने एउटा वर्ग पनि छ म यहीँ बसेर म काम गरिरहेको हामी पनि शैक्षिक मूल प्रवाहीकरणमा मदरसा जानुपर्छ भन्ने क्याम्पेनमा कहीँ न कहीँ जोडिएका छौँ त्यो वर्ग सन्तुष्ट छ त्यो वर्गलाई कन्भिन्स गरेर हिँड्नु अब यो कन्भिन्स त्यो त हामी बढी कन्भिन्स गरेका छौँ त्यसमा चाहिँ किनकि मूलधारमा आउनको लागि सरकारसँग हामी जो सरकारको सिस्टम हुन्छ त्यसमा बस्नै पर्छ ठिक छ हामी त्यो जुन संरचना छ त्यो संरचनालाई बिगार्ने होइन जो हामी जुन धार्मिक जुन संरचना बनाइएको छ जुन हिसाबले जो गएको छ तपाईँ पढाइको शिक्षाको जुन एउटा धार छ त्यो धारलाई समेट्दै हामी आधुनिक शिक्षामा पनि हामी प्रवेश गर्नुपर्छ अब यो कुरासँग जोड्दा यो महाधिवेशनले 7औं महाधिवेशनले चाहिँ अब एजेन्डाहरू यो एजेन्डाहरू लिएर जाँदैछौँ र यसमा हामीले दिने दृष्टिकोण यो हो भनेर किनभने तपाईँ आफै सत्तारूढ पार्टीसँग रिलेटेड हुनुहुन्छ त्यही संस्थाका देशभरिका मुस्लिम प्रतिनिधिहरू बसेर केही एजेन्डा तय गर्दैछन् त्यसलाई पारित गरेर जाँदै होला नयाँ नेतृत्व आउने होला यो विषयसँग जोडिएर महाधिवेशनलाई कसरी जाँदैछ सबभन्दा पहिला त हामी यो महाधिवेशनलाई जो मुस्लिम कम्युनिटीको जुन अधिकारको कुरा छ त संविधानमा आइसकेको कुरा त्यसलाई इम्प्लिमेन्ट गर्ने कसरी जाने त्यसको लागि ऐन कानुन कसरी बनाउने विधेयक कसरी आउने हो त्यसमा खास गरी हाम्रो चाहिँ यो हाम्रो अधिवेशनलाई चाहिँ त्यसमा फोकस गर्नुपर्ने हो मेन एजेन्डा चाहिँ हाम्रो त्यो हो किनकि हामी संविधानमा धेरै कुरा आइसकेछ अब त्यो आइसकेको कुरालाई इम्प्लिमेन्ट गर्नको लागि चाहिँ विधेयक चाहियो त्यसको लागि ऐनहरू कानुनहरू नियम चाहियो चाहिँ अब त्यो आइसकेको छैन त्यसमा कहीँ न कहीँ अब सरकारको स्थिरता नभएको कारणले पनि म एउटा देखेको छु संसदीय फाँटको भएको कारणले त्यो पनि स्थिरता नभएको कारणले पनि त्यो चाहिँ कहीँ न कहीँ जो है यसमा असर परिरहेको छ नि त यो अब त्यसमा झन् हाम्रो कम्युनिटी पछाडि पढेको कम्युनिटी चाहिँ झन् पछाडि पढ्ने हो अब त्यो फास्ट उसमा जानुको लागि जो है यो जुन अहिले दुईवटा पार्टी ठुलो पार्टीले मिलेर जो बनाएको छ नि यो यसको मेन उद्देश्य पनि त्यही हो कि जुन संसदमा हामीले आउने दिनमा हाम्रो चाहिँ जसरी जो है विधेयकहरू लिएर जानुपर्ने छ इम्प्लिमेन्ट गर्नुपर्ने छ त्यसको लागि दुईवटा ठुलो पार्टी मिलेर बनाएर अगाडि बढ्नुपर्छ यो पहिल्यै गर्नुपर्ने थियो यसमा कहीँ न कहीँ ढिला भएको छ किनकि कुनै देशभित्र पछाडि पढेको समुदाय त्योलाई उत्थान गरिएर भने त्यो उद्देश्य जुन उद्देश्य बोकेर सरकारले या हाम्रो नेतृत्वले जाँदैछन् त त्यो नेतृत्व चाहिँ कहिले पनि कामयाब हुँदैन फेरि किनकि त्यो लास्ट उसमा चाहिँ हासियामा पढेको चाहिँ समुदायलाई त्यो छोडिदिएमा त त्यो समृद्ध हुँदैन हाम्रो चाहिँ त्यो कारणले
यो यसको लागि चाहिँ सरकारले विशेष ध्यान दिनुपर्ने हो। हाम्रो मेन चाहिँ हाम्रो यहाँ फोकस गर्ने कारण त्यही छ कि आउने दिनमा अब जुन इम्प्लिमेन्ट भइरहेछ, अब यो इम्प्लिमेन्ट गराउन चाहिँ संविधानलाई इम्प्लिमेन्ट गराउन चाहिँ हाम्रो चाहिँ फोकस हुन्छ। हाम्रो सङ्गठनको चाहिँ मेन मुद्दा चाहिँ त्यो हुन्छ। ओके, अन्त्यमा एजेन्डा यस्तै छन्, मुद्दा सवालहरू तमाम छन्। हामी जति लामो कुरा गरे त्यति धेरै विषयहरू छन्, तर अब हामीसँग समयको सीमितता छ। जस्तो यो महाधिवेशनलाई लिएर यहाँले बाँकी नेपालगञ्ज यो क्षेत्रका आफ्नो धार्मिक समुदाय सँगसँगै यहाँका बासिन्दाहरू जो अन्य धर्म समुदायसँग बिलोङ गर्नुहुन्छ उहाँहरूलाई तपाईँले गर्ने अनुरोध के हो? सबभन्दा पहिला त म एउटा समुदायको मुस्लिम समुदाय भएको नाताले यो सद्भाव कायम गर्ने हाम्रो मेन उद्देश्य चाहिँ हामी चाहिँ यो देशमा भित्र चाहिँ राष्ट्रवादी मुस्लिमहरू यो देशमा मिलेर सबैको धर्मको सम्मान गर्दै हामी मिलेर चाहिँ एकअर्कालाई कुनको सामुदायिक हिसाबले हामी एकअर्कालाई एकदम मिलेर जानुपर्ने हो। देश बनाउनको लागि सबैले मिलेर जानुपर्ने, सबै कहीँ न कहीँ कुनै उसमा चाहिँ केही न केही खराबी पनि हुनसक्छ। त्योलाई हामी चाहिँ साथीहरूले जुन सचेत साथीहरू छन्, राष्ट्रवादी साथीहरू छन् प्रत्येक समुदायमा, उहाँले अगाडि बढ्नुपर्छ। एउटा चाहिँ के आइरहेछ कि यो नेपाल इसलिए नहीं खराब है कि यहाँ लोग खराब है, वो इसलिए खराब नहीं है कि यहाँ लोग खराब है, वो इसलिए ज़्यादा खराब है कि यहाँ अच्छे लोग खामोश हैं। त्यो राम्रो मान्छेले बोल्नुपर्ने, अगाडि आउनुपर्ने हो, चाहे जुन समुदायको पनि होस्। त्यो राम्रो कामको लागि चाहिँ अगाडि बढ्नुपर्ने हो। त्यो बढिएन भने चाहिँ हामी चाहिँ जहिले पनि समाज पनि पछाडि हुन्छ, हाम्रो देश पनि पछाडि हुन्छ। त्यो समस्या सबभन्दा बढी चाहिँ म देखेको, म यहाँको खास गरी जो जुन एउटा परिवेश म देखेँ, पहिला पनि देख्दै आएको छु, सौहार्दपूर्ण तरिकाबाट प्रत्येक धार्मिक चाहिँ कामहरूमा सबै साथीहरूले मिलेर जुन हिसाबले गरिरहनु भएको छ, म उहाँलाई चाहिँ एकदम विशेष यो नेपालगञ्जवासीलाई पुरै बाँकेलाई म धन्यवाद दिन चाहन्छु। यति ठुलो कार्यक्रम मुस्लिम कम्युनिटीको देशभरिको प्रतिनिधित्व हुने चाहिँ साथीहरूको चाहिँ यहाँ जमघटा हुँदैछन्, त्यो पनि एउटा राम्रो चाहिँ यहाँको जुन व्यवहार म देखेँ, यहाँ 1 महिनादेखि चाहिँ तयारी जुन भइरहेछ, त्यो तयारीमा सबै साथीहरूले लाग्नु भएको छ। सबै साथीबाट चाहिँ प्रत्येक समुदायबाट चाहिँ हामी सहयोग पाएका छौँ। त्यसको लागि उहाँलाई चाहिँ विशेष धन्यवाद दिन चाहन्छु। यहाँको सबै जनतालाई जो है, यहाँका सबै साथीहरूले, सचेत नागरिकहरूलाई नेपालगञ्ज जस्तो ठाउँमा रियलमा एउटा सन्देश पनि, यो सद्भावको सन्देश पनि पुरै देशभरिमा जाने हो, त्यसको पनि उहाँलाई विशेष धन्यवाद दिन चाहन्छु। हुन्छ, धन्यवाद यो महत्त्वपूर्ण समय र सम्वादका लागि। थ्याङ्क यू।